एउटा सानो राज्य गोर्खा, तर ठूलो सपना बोकेका राजा पृथ्वीनारायण शाह। सन् 1743मा गोर्खाको सिंहासनमा बसेपछि उनले एउटा मात्र लक्ष्य बनाए, छरिएका 2224 राज्यहरूलाई जोडेर एउटै बलियो नेपाल बनाउने। उनले सबैभन्दा पहिले गोर्खालाई सैनिक रूपमा शक्तिशाली बनाए, सिपाहीहरूलाई कडा तालिम दिए, हात हतियार जुटाए र पहाडको भूगोललाई आफ्नै हतियार बनाए। त्यसपछि उनले सिधै काठमाडौँमाथि आक्रमण गरेनन्, पहिले नुवाकोट जस्ता महत्त्वपूर्ण ठाउँहरू कब्जा गरे, ताकि काठमाडौँ उपत्यकाको व्यापार बन्द होस् र मल्ल राजाहरू आर्थिक रूपमा कमजोर बनुन्। सानो सानो राज्य जित्दै उपत्यकालाई चारैतिरबाट घेरेपछि मात्र उनले निर्णायक कदम चाले। सन् 1768मा कान्तिपुर र ललितपुर र 1769मा भक्तपुर विजय भयो। यससँगै काठमाडौँ उपत्यका गोर्खाको अधीनमा आयो र नेपाल एकीकरणको ढोका खुल्यो। पृथ्वीनारायण शाह केवल विजेता मात्र थिएन, उनी दूरदर्शी राष्ट्र निर्माता थिए। उनले नेपाललाई दुई ढुङ्गा बीचको तरुल भने।